हेलो दर्शकहरू नमस्ते। यति बेला म ठ्याक्कै भन्दा यो काठमाडौँमा रहेको यो स्वयम्भूमा आइपुगेको छु, जहाँ भगवान बुद्धका हरेक मूर्ति र हरेक यो स्तूपहरू बनेका छन्। यो ठाउँमा म आइपुगेको छु। तपाईहरुलाई यहाँको सबै कुराहरू यस भिडियोमा समावेश गर्नेछु र भिडियोमा अन्तिमसम्म बनेर साथ दिनुहोला। र यसरी देख्न सकिन्छ यहाँ सबै यो पत्थरले खुदेर बनाइएको छ भने पत्थरले बनाइएको सबै कुराहरू यो जुन यस्तो स्तूपहरू जो बनाइएको छ। मैले उता गएर अरू उस साइडबाट पनि यो यस्तो चाहिँ मन्दिर लगाएको यो स्तूपको सबै कुराहरू चाहिँ मैले यस भिडियोमा समावेश गर्नेछु। भिडियोमा अन्तिमसम्म बनेर साथ दिनुहोला। यसरी देश विदेशबाट घुम्न आइरहनु भएको छ यहाँ र देश विदेशबाट घुम्न आउँदै गर्दा सबैले फोटोहरू खिच्नु भएको छ, भिडियोहरू बनाउनु भएको छ र एकदम शान्तिका प्रतीक भनेर चिनिने हाम्रै देशमा जन्मिनुभएका भगवान बुद्धको यो एकदमै ठुलो स्वयम्भू हैन। यो स्वयम्भूमा धेरै टाढा टाढाबाट घुमघाम गर्न आउने गरिन्छ हैन। त्यसकारणले गर्दाखेरि यदि तपाईँ काठमाडौँ आउँदै हुनुहुन्छ भने यहाँ एकचोटि आउनुहोला र यहाँको यो स्वयम्भूमा दर्शन गरेर जानुहोला। यहाँको बारेमा सबै कुराहरू, सबै भिडियो, फोटो, सबै चिजहरू लिएर जान सक्नुहुनेछ।
यो एरिया त घुमेर सकिँदैन, एक दिन भोलि पनि लाग्छ होइन। म अलिकति घुमिसकेको छु र तपाईँलाई पनि भिडियोमा देखाउनेछु, भिडियोमा अन्तिमसम्म बनेर साथ दिनु होला, घुम्न सक्नुहुन्छ। भित्र सुरुमा पनि घुमाउनेवाला सुरुमा के हुन्छ अब यो घुमाउनेवाला है, यो यसरी घुमाइँदाखेरि जसरी अब मैले एकदम भारी खानुहुन्छ। घुमाउँदाखेरि जे होस् हातको एक्सर्साइज हुन्छ जस्तो लाग्यो मलाई, केही न केही त अवश्य होला हिँड्मा होइन। यसरी चाहिँ यो सङ्गुको यो तलपट्टिको भाग हो है, यो तल बाटो हो, यो माथि थुप्रै सिँढी चढेर जानुपर्छ माथि होइन। माथि चाहिँ सङ्गुको खास के भन्छ हाम्रो हिसाबमा चाहिँ स्तूपा यसरी चाहिँ यो धेरै छ यहाँ पनि तलको यो साइडमा पनि पल्लो साइडमा पनि यस्तै हो होइन। अनि यो साइडमा पनि यस्तै हो। अब कति छ कति घुमेर अब यो ल्यान्ड गयो, रिङ रोडसम्म गयो यो ल्यान्ड होइन। त्यस कारणले गर्दाखेरि अब घुमेर साध्य छैन, यहाँ भिडियोमा बताएर साध्य छैन होइन, धेरै हुन्छ। त्यस कारणले गर्दाखेरि थोरै मात्रामा भए पनि केही थोरै भए पनि एड गरौँ भनेर चाहिँ यता तलको भाग चाहिँ मैले एड गरेँ होइन। खास गरेर चाहिँ माथिको भागहरू पनि सकिएको छ होइन। त्यो सबै एडिटिङ गरेर भिडियो चाहिँ अपलोड गर्दाखेरि सबै कुरा आउने नै छ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। यो काठमाडौँको तेलुगुमा अब चाहिँ यसरी घुमघाम गरियो यसरी। अझै पर पनि के रहेछ त, परसम्म जान्छ एक चान्स। ठुलो छत्री जस्तो देखिरहेको छु मैले, त्यहाँ के रहेछ भनेर यसो बुझ्नु पऱ्यो। भिडियो बनाउँदै जाँदाखेरि अब केही चिजहरू सिक्न सक्छन् होइन। अब सबै कुराहरू के भन्छ पेट हुन सक्दैन नि त, अब जताततै पुग्न सकिँदैन। त्यस कारणले गर्दाखेरि केही कुराहरू छुट्न सक्छन्, त्यसका लागि माफ गरिदिनु होला। जति भिडियोमा समावेश हुनेछ त्यति चाहिँ भिडियो हेरेर साथ दिनुहुनेछ भन्ने आशा पनि गरेको छु। ट्राफिक यहाँ मैले जुन देखिरहेको थिएँ कुन बाबाको मूर्ति हो होइन, छत्रको बाबाको मूर्ति रहेछ होइन, देख्न सकिन्छ है। अनि म थोरै जुम गरेर ल्याउँछु।